म चाहिँ अहिले नयाँ कम्पनीमा जोइन भइसकेँ। 100 मिटर अगाडि रोक्नु छ भने 50 मिटर अगाडिदेखि ब्रेक लाउनुपर्छ, किनकि त्यहाँ गएर रोकिने चान्स हुँदैन। गाको गाई गर्छ। प्रायः जस्तोको त लाइसेन्स सबै फेक रे। नेपालबाट चाहिँ डुप्लिकेट लाइसेन्स ल्याएर यहाँनिर ओरिजिनल ट्रान्सलेट गरेर अनि त्यसै हुन्छ त। अनि यिनीहरूको नि गल्ती नि खासमा त झन् पातलो छ, उनीहरूले यस्तो गर्छ यार। धेरै पछि स्कुटर चला भएर हो कि चलाउनु नजाने भएर हो कि एकपल्ट ढल्क्यो भने उतैतिर ढल्नै खोज्छ त। अनि एकीकृत नेकपा माओवादीको झन्डा त्यहाँ आउँछ, यहाँबाट फुल्ली रेका गाइज। सो हेलो एन्ड नमस्ते एभ्रिवान, होप यु गाइज आर फाइन। इट्स मी अनन्त श्रेष्ठ। वेलकम ब्याक टु माई अनदर भिडियो। सो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। फेरि पनि स्वागत छ तपाईँलाई मेरो नयाँ भिडियोमा। मैले चाहिँ स्कुटर लिइसकेँ, अस्ति गरेर लिएर आएको लिएर हुन्छ। अनि आज चाहिँ कामसाम छैन, मासिर डुल्न गइदिउँ कि भनेर भनेको। आज चाहिँ सन्डे अनि मौसम चाहिँ ठिकै छ, त्यस्तो विधि जाडो त्यस्तो विधि गर्मी छैन, ठिक्कको पातलो ज्याकेट लाएर पनि धानिन्छ। अब बिस्तारै समर पनि सुरु हुँदैछ। म चाहिँ अहिले नयाँ कम्पनीमा जोइन भइसकेँ। अनि नयाँ कम्पनी नयाँ स्कुटर। यो स्कुटरको फिचर भन्नुपर्दा चाहिँ यसको चाहिँ हर्न बज्दैन जति थिच्दा पनि। यो ब्रेक पनि यस्तो टुप्पा छैन। 100 मिटर अगाडि रोक्नु छ भने 50 मिटर अगाडिदेखि ब्रेक लाउनुपर्छ, किनकि त्यहाँ गएर रोकिने चान्स हुँदैन। गाको गाई गर्छ। अर्को भन्नुपर्दा चाहिँ राइट काट्दाखेरि राइटको राइटै अड्किन्छ, लेफ्ट पनि आउँदैन। गाको गाई हुन्छ। राइट रोक्नु पऱ्यो भने यहीँदेखि ब्रेक दबाउँदै जानुपर्छ, अनि बल्ल त्यहाँ गएर झ्याप्प रोकिन्छ कि। यही हो स्कुटरको फिचर चाहिँ। मेन कुरा त अनि ब्याट्री चेन्ज गर्नु छ मैले स्कुटरको। टाढा छ ब्याट्री चेन्ज गर्ने ठाउँ चाहिँ। कहिले घाम कहिले पानी। आज चाहिँ बादल र घाम सँगसँगै लाग्छ, भोलि चाहिँ खोक्का घाम छ भनेर देखाएको छ। अब बिस्तारै समर पनि लाग्दैछ। समर लागे सँगसँगै गोरी पातली काली मोठी ओठमा चम्किलो लाली पोती भनेको देख्न पाइन्छ। अहिले क्रोएसियामा डेलिभरी गर्ने जस्तै अब यो बाइकको हुँदैन, अनि त्यसपछि अनि ट्याक्सी चलाउने खत्रै चेकिङ छ अरे। किनभने प्रायः जस्तोको त लाइसेन्स सबै फेक रे क्या। नेपालबाट फेक लाइसेन्स लिएर आउने, त्यही लाइसेन्स यहाँ ल्याएर ट्रान्सलेट गरेर चलाउने रे क्या। प्रायः जस्तो सबै फेक निक्लियो अरे क्या। नेपालबाट चाहिँ डुप्लिकेट लाइसेन्स ल्याएर यहाँनिर ओरिजिनल ट्रान्सलेट गरेर अनि त्यसै हुन्छ त। अनि यिनीहरूको नि गल्ती नि खासमा त वेबसाइटमा हालेर हेर्नु पहिला सुरुमा, अनि बल्ल दिनु, त्यही अनुसारले गऱ्यो भने त यत्रो सबैले शास्ति पाउँथेनन्। त्यही आउँदाखेरि आफ्नो ओरिजिनल लाइसेन्स बोकेर आउनु होला। यहाँ भन्दा नि मैले सुनेको चाहिँ स्पिडमा चाहिँ 95% नै लगभग डुप्लिकेट लाइसेन्स थियो अरे क्या। एक दिन थाहा नहोला, 2 दिन थाहा नहोला। प्रायः जस्तो त्यो एक्सिडेन्ट हुँदाखेरिको केसहरूमा हेरेर अनि पत्ता लगायो होला सायद। कताडा हो सोल्टी नि, कताडा सोल्टी नि, यताडा होइन नि आउने। यतातिर हावा चाहिँ खत्रै चल्छ क्या एक्कुरी। म त झन् पातलो छ, उनीहरूले यस्तो गर्छ यार। बाटो भत्काएर कोही बनाउने गरेर यार, दिगदार। सरी ल दाजु। अनि यो चाहिँ रेकाको हस्पिटल हो, केबिसी हस्पिटल हो यो रेकाको। के साह्रो हावा चल्यो यार आज। माकुरी उडाउनै जस्तो गर्छ त। एकतिर ढल्किनु खोज्यो नि उतितिर ढले हुनु खोज्छ यार। यो माछालाई के हो म अचम्म लाग्यो यार। धेरै पछि स्कुटर चला भएर हो कि चलाउनु नजाने भएर हो कि एकपल्ट ढल्क्यो भने उतैतिर ढल्नै खोज्छ त। अनि के भयो खै। ब्रेक पनि फेरि धेरै टाढा छैन, आइपुग्नु लाग्यो त्यो ब्याट्री चेन्ज गर्ने ठाउँ। ब्याट्री चेन्ज गर्ने ठाउँ भन्दा नि हाम्रो कम्पनीको बेस क्याम्प भनौँ न, अकोमोडेसन बेस क्याम्प। हाइवे हो मुनि चाहिँ। म फर्स्ट टाइम आउँदा यहाँ झुक्या कि हाइवे सिट जस्तो लगाएर। यहाँ मजा आउँछ नि चलाउन त, के गर्नु। म त ब्रेकले भने प्लास साथ दिन्छ। ल ढल्कै गर्न खोज्छ त यार। यो बेस क्याम्प चाहिँ यो यहाँ एउटा पुरै घर रहेछ। आम्मामा झस्याङ्गै भयो। केटाहरू कोही काममा गएको छैन कि हो यार। यो चाहिँ सायद किचन एरिया हो। यो बस्न सुत्न, यो बाथरुम भयो। सो गाइज अहिले चाहिँ म यहाँबाट निस्केको। ब्याट्री पनि चेन्ज गर्यो, हावा लास्ट चलेको छ। अब त्यहाँ डाँडामा जान्छु एकछिन। अहिले म त्यहाँ मार्केट जान्छु। मार्केटमा यसो बियर खानु मन लाग्यो, बियर किन्छु र अनि त्यसपछि जान्छु। सो गाइज म चाहिँ यो भित्र बाटोबाट छिराउँछु यहाँ, किनभने त्यहाँबाट पुरै वान वे घुम्नुपर्छ। यताबाट छिराएर त्यहाँ पोलोदिन जान्छु र सामान किन्छु। ल त गाइज अब सामान किनेपछि भेटौँला। म चाहिँ अहिले पोलोदिनबाट निस्क्यो। अनि अब चाहिँ
ओए यो मुजी गिडा जस्तो स्कुटर एकपट्टि मैले अघि भने जस्तो एकपट्टि काट्यो भने काटे हुन्छ क्या अर्कोपट्टि आउनै मान्दैन क्या खत्रै छ क्या मेरो स्कुटर फिचर चाहिँ एकचोटि गएपछि गएको गाई फर्किने चान्स छैन यसकी भ्याइन्छ म चाहिँ लगभग माथि डाँडामै आइपुग्नु लागिसक्यो यहाँ समुद्र चाहिँ खतरा देख्छ क्या अनि यहीँ यो माथि स्कुटर पार्किङ छ त्यसपछि हिँडेर जानुपर्छ आइपुग्नु लाग्यो म चाहिँ यतितिर पार्किङमा हालिदिउँ मैले चाहिँ 2 ट्याङ्की पानी अनि समर्सबी पनि लिएर छ त्यही अब अलिकति माथि गएर भेटौँला है त मैले चाहिँ अहिले स्कुटर पार्किङ पनि गरेँ अब चाहिँ यता माथितिर जान लागेको एकीकृत नेकपा माओवादीको झन्डा त्यहाँ उ छ अनि खै यो के लेख्यो थाहा छैन यो क्यु पनि थाहा छैन अब चाहिँ हामी यो सिडी चढ्दै अलिकति माथि जानुपर्छ त्यहाँ गएर चाहिँ अनि बस्ने ठाउँ छ हल्का अनि त्यहाँबाट अरू त्यो अघि म गएको ओर्लिची भनेको थिएँ त्यहाँ पनि देख्छ ग्रिनेरीहरू देख्न पाइन्छ ट्याक्क लाएर है त गाइज अलिकति माथि गएर भेटौँ ल यस्तो दामी यो घाँसहरू पला छ क्या ग्रिनेरी खत्रै देखेको क्या मैले चाहिँ अब खत्रै देखेको छ अब तपाईँहरूले कस्तो देखेको छ थाहा छैन दामी छ क्या कमियर सो फाइनल्ली म चाहिँ अहिले डाँडामा आइसकेको छु अघि नै गएको ठाउँ चाहिँ हो हेर्नु न देख्न सक्नुहुन्छ क्या ग्रिनेरी देख्छ क्या यहाँबाट यसरी उड्दैछ अहिले झऱ्यो यो चाहिँ झऱ्यो होइन झऱ्यो सब उड्यो क्या अब यसलाई तालेर हिँड्दा एज यु क्यान सी यो चाहिँ चर्च हो सायद जहाँसम्म लाग्छ अनि त्यसपछि चौतारी पनि छ क्या त्यहाँनिर बस्नको लागि चौतारी जस्तो छारी टाइपको छ क्या दामी छ ठाउँ ल गाइज अब अलिकति माथि गएर भेटौँ ल अनि बसेपछि भेटौँ ल है त त्यही हो ल सियु फाइनली म चाहिँ यहीँ आउने भनेर आएको हो वहाँबाट यस्तो हावा चलाएको छ नि आमा म जस्तो मान्छेले त उडाउँछ होला देख्न सक्नुहुन्छ यो डाँडा हाइवे थाहा काँडाले गयो खतरा छ क्या ठाउँ चाहिँ अनि यहाँबाट फुल्ली रेका गाइज दामी छ यस्तो हावा चलाइरहेको छ त्यही गाइज अब एकछिन बसिन्छ बसेर अनि रमाइलो गरिन्छ म तपाईँलाई अनि डाँडा सिनेमेटिक त अघि नै हालिदिइसकिहालेँ अब के हालिदिने हो र ए यो देख्न पाएँ यहीँ आएको यहाँभन्दा तल चाहिँ त्यहाँ यो पार्दै यहाँ नि यहीँ तलको योभन्दा मुनि चाहिँ एउटा बङ्कर छ अरे म चाहिँ त्यहाँसम्म चाहिँ अस्ति नै एकचोटि गएको थिएँ भन्दा मुनि गएँ होइन अब अहिले जाने सम्भवै छैन किनभने झाडी सब पलाइसक्यो त्यही गाइज हावाले खत्रै हाने म यहाँ बस्ने अलिकति उता गएर बस्छु भन्नलाई चाहिँ यहाँ चाहिँ अब गर्मी महिना शीतल हावा खानलाई सही छ गाइज ल है त ल बाई ओए सो गाइज अहिले चाहिँ म अब घरतिर फर्किन लागेको दामी बस्यो घाम ताप्यो भन्दा नि अब घाममै बस्यो एकछिन अनि त्यसपछि तलतिरको भ्यू चाहिँ यस्तो देख्छ दामी नै देख्छ क्या त्यही गाइज अब अहिले चाहिँ लगभग कति बज्यो 17 भनेपछि 5:50 भयो घाम चाहिँ आँखैमै परेको छ अनि यो तलतिरको चाहिँ पुरै हाइवे पर्छ एज यु क्यान सी हाइवे गाडीदेखि गुडिरहेछ अनि यो चाहिँ पुरै रेका हो दामी छ ठाउँ चाहिँ बस्यो आज रमाइलो गर्यो त्यही हो अब अर्कोचोटि अर्को भिडियोमा फेरि भेट्दै गरौँला अर्को भिडियोमा म अर्को ठाउँमा जान्छु त्यही हो म फर्किन लागेको लगभग कति बज्यो 6:30 हुनु लाग्यो त्यही हो अब बिस्तारै अब घरतिरै गएर भेटौँला आजको दिन पनि रमाइलो भयो रमाइलो तालले बित्यो फेरि भोलि पनि अर्को भिडियोको साथसाथै भेटौँला बाटोतिर गएर केही इम्पोर्टेन्ट भयो भने खिचौँला त्यसपछि छैन भने डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब त्यही गाइज सी यु इन नेक्स्ट भिडियो ल बाई ब्याकरी नेपालमा चला जस्तो भाइ आउँछ क्या हावा चाहिँ खत्रै लाग्यो तर पनि नेभर माइन्ड गाइज नेपालको बाटो जस्तो भाइ आउँछ क्या यो बाटो आउँदा चाहिँ खतरा छ नि होइन यो तलको चाहिँ हाइवे हो उयो पनि हाइवे हो अनि यो चाहिँ मिनी हाइवे भनौँ न दामी छ बाटो ए पानी खत्रै खुल्ला रहेछ अहिले त यार उहाँ तल
पहिला यसरी खोल्दा थिएन पानी, अहिले खोल्दा रहेछ क्या, किनभने गर्मी महिना पनि लाग्यो नि त। हामी चाहिँ पहिला उहाँ तलबाट अहिले त देखाएको छैन क्यामेराबाट, त्यहाँबाट गएर माथि 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 हुँदै गएर उहाँ माथि पुगेको थियो क्या। दामी छ ठाउँ चाहिँ। यही बाटो हो क्या त्यो जाने, यो माथिको हाइवे भयो नि, यो तल चाहिँ टनल भयो, सानो टनल, छोटो टनल। यो बाटो चाहिँ तल ठ्याक्कै सेन्टर पुग्छ, सेन्टर झर्छ यो बाटो चाहिँ। अनि माथिको कास्तेल भयो, कास्तेल होला होइन, कास्तेल भयो माथिको चाहिँ। अनि त्यही हो गाइस, जब चाहिँ घर जाँदैछ यति नै होला भिडियो।